यहाँ चाहिँ फिसिङ समुद्रमा माछा मार्न पनि एलाउड छ है। यहाँ उहाँ सरजीले एकदम माछा मार्नको लागि प्रयत्न जारी गर्दै हुनुहुन्छ। म चाहिँ यहाँ भिडियो बनाउन प्रयत्न जारी गर्दैछु। कति माछा मार्दो रहेछ यहाँले चाहिँ हेर्नु है। दाना हालेर आरो हालेर फाल्दै हुनुहुन्छ। रमाइलो वातावरण छ यहाँ। रमाइलो सिपहरू छ वहाँ टाढाबाट चाहिँ सिपहरू भारी बोकेर आउँदैछ है। देख्नुहुन्छ तपाईँहरूले एकदमै टाढाबाट सिपहरू भारी बोकेर आउँदै हुनुहुन्छ। उहाँ अगाडितिर चाहिँ पर्यटकको लागि सिपहरू घुमाउँदै छन् है। आनन्दको वातावरण छ यहाँ। यो चाहिँ रेड लाइन एरिया हो। यो भन्दा टाढा जानु चाहिँ पाइँदैन है। यस्तो यस्तो आनन्दको भ्युज हेर्नको लागि तपाईँहरूले मलाई सब्सक्राइब गर्नु होला कृपया। हामी चाहिँ यहाँ के गर्थ्यौँ भन्दै हेर्दैछौँ। यहाँ एउटा ब्रदर हुनुहुन्छ। यति राम्रो आनन्दको इन्भाइरोमेन्ट एकदमै राम्रो छ। यहाँ चाहिँ नेपाली बकुल्लाहरू छन् है। बकुल्लाहरू यहाँ छन्। यस्तो आनन्दको वातावरण छ। यहाँ चाहिँ फिसिङ गर्दै हुनुहुन्छ दाजु। विदेशीहरूलाई चाहिँ एलाउड छ कि छैन थाहा होइन, तर यहाँकोले चाहिँ एकदमै एलाउड छ फिसिङ गर्नको लागि। आनन्दको वातावरण छ हेर्नुहोस् है। चाहिँ ब्ल्याक सी हो। रोमानियाको कन्स्टान्डा ब्ल्याक सी गाइजहरू है। याद गर्नुहोस् है। बब्बाल छ बब्बाल। तपाईँहरू रोमानिया आउँदै हुनुहुन्छ भने रोमानियामा वेलकम छ। यस्तो आनन्दको वातावरण छ। मैले चाहिँ यो भ्लग बनाएको हो ठ्याक्क लाएर तपाईँहरूलाई जानकारी दिनको लागि। आनन्दको भ्लग। यहाँ माछा मारिसकेको छ यहाँ। यस्तो आनन्दको छ है। माछा पनि मारिसक्नु भएको छ। But it's type of mackerel. Good. It's small one. It's very good. It's very tasty. Very tasty. Yeah, very tasty. Oh, good. It's very tasty. Yeah, it's very tasty भन्दै हुनुहुन्छ है। Mackerel एकदम यस्तो छ यहाँ। It's very tasty. बवाल छ। It's local fish, but it's very tasty. युरोप भयो नि यस्तो धन्दा चाहिँ चल्छ है। from Nepal. धन्यवाद मेरो भ्लग हेर्नु भएकोमा सम्पूर्णलाई।